पहिला चलो ने घटना घटाउने सोच्नुस् त रातको 12:30 बजेको छ। फर्पिङको घुमाउरो अनि एकदमै सुनसान सडक। त्यहाँ सुदीपको बुलेट बाइकको आवाज बाहेक अरू केही पनि सुनिएको छैन। कस्तो शान्त हैन? तर कहिलेकाहीँ यस्तै शान्तिभित्र ठुलो आँधी लुकेको हुन्छ। अनि त्यही सुनसान सडकमा अचानक सुदीपको बाइकको हेडलाइटले एउटा आकृति देख्छ। सेतो कुर्ता लगाएकी एउटी युवती निकै हताश देखिन्छन् अनि हात दिएर लिफ्ट मागिरहेकी छिन्। अब यस्तो अँध्यारो रातमा एक्लै केटीलाई देखेर सुदीपलाई पनि दया लाग्छ। उसले बाइक रोकेर चोकसम्म छोडिदिने सोच्छ। उनी पछाडि बस्छिन्, बाइक अगाडि बढ्छ। सुदीपलाई केही गडबड भएको महसुस हुन थाल्छ। सुदीपको काँधमा राखेको युवतीको हात हिउँ जस्तै चिसो थियो। यस्तो चिसो मानौ कसैले बरफको डल्लोले छोएको छ। त्यो चिसोपनले उसको जिउमा काँडा नै उम्रिन्छ। कुरा यतिमा मात्रै सकिँदैन। हावामा एउटा एकदमै अनौठो गन्ध फैलिन थाल्छ। एकातिर पुरानो अत्तरको मिठो बास्ना अनि अर्कोतिर सडेको मासुको जस्तो घिनलाग्दो गन्ध। यो के हो? उसको मनमा डर र शङ्का दुवैले डेरा जमाउन थाल्छ। अब सुदीपलाई असह्य हुन्छ। उसको मनमा डरले घर गरिसक्यो। उसले हिम्मत गरेर जे पर्ला पर्ला भन्दै बाइकको रियर भ्यू मिररमा मतलब ऐनामा हेर्ने निर्णय गर्छ। तर ऐनामा जे देखिन्छ त्यसले उसको सातो उडाइदिन्छ। पछाडिको सिट पुरै खाली थियो। तर कसरी? पछाडि कसैको वजनले थिचिरहेको त उसलाई प्रष्टै महसुस भइरहेको छ। ऐनामा कोही छैन, तर पछाडि कोही बसेको छ। उसको डराएको नजर ऐनाबाट तल भुइँतिर सर्छ। अनि त्यहाँ चन्द्रमाको मधुरो उज्यालोमा उसले ती युवतीका खुट्टा देख्छ जुन पुरै पछाडितिर फर्किएका थिए। अब सुदीपलाई थाहा भयो उसको पछाडि बस्ने कोही मान्छे होइन, किचकन्नी हो। सुदीप चिच्याउन खोज्छ, तर उसको गलाबाट आवाज नै निस्किँदैन। ठिक त्यही बेला उसको कानमा कसैले फुसफुसाएको आवाज आउँछ। नडरा सुदीप, मलाई चिन्यौ? त्यो आवाजसँगै एउटा डरलाग्दो हाँसो सुनिन्छ र एउटा भयानक रहस्य खुल्छ। त्यो आत्माले भन्छे, झ्याट्टै 10 वर्ष अघि यही ठाउँमा तिमी र तिम्रा साथीहरूले रक्सीको नसामा एउटा गाडीलाई ठक्कर दिएर भागेका थियौ, याद छ? त्यो गाडीको अगाडिको सिटमा मै थिएँ। कलेज पढ्दाको त्यो भयानक रात सुदीपको आँखा अगाडि नाच्न थाल्छ। ऊ रुँदै गिडगिडाउँदै माफी माग्न थाल्छ। त्यति नै बेला उसको फोनको घन्टी बज्यो। फोनमा उसको भाइ डरले चिच्याइरहेको थियो। एकैछिनमा भाइको आवाज बन्द भयो अनि फोनबाट एउटा शैतानी आवाज आयो। सुदीपले झस्सङ्ग भएर अगाडि हेर्छ। उसको मुटु नै चिसो हुन्छ। उसको अगाडि हावामा तैरिरहेकी थिए त्यो हातमा, तर आफ्नो असली रूपमा। कुनै सुन्दर युवती होइन, बरु एउटा सडेको लास। गालाको मासु झरेर हड्डी देखिएको, आँखाको ठाउँमा कालो खाल्डो अनि मुखबाट रगत बगिरहेको। त्यो भयानक आकृतिले आफ्नो लामो कारो नङ्ग्रा भएको हात सुदीपको घाँटीतिर बढाउँछ। ऊ भाग्न खोज्छ। भोलिपल्ट बिहान मान्छेहरूले सुदीपको लास त्यो भिरको फेदमा भेटाए। तर सबैभन्दा डरलाग्दो कुरा के थियो भने उसको पैताला पुरै पछाडि फर्किएको थियो अनि त्यही लासको गोजीभित्र फोन अझै बजिरहेको थियो। त्यहाँ भएको एक पुलिसले फोन उठाए, तर अर्कोपट्टिबाट कुनै जवाब आएन। जवाबमा आयो त केवल त्यो हाँसोले एउटा प्रश्न सोधिरहेको थियो। चलो ने घटना घटाउने चलाउने घटना घटाउने पैताला
फैसला ताला पैताला 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 बदलाको त्यो रात अझै बाँकी छ अब कसको पालो हिसाब बाँकी छ हुनेछ फैसला पैताला पैताला हो पैताला अर्को पालो कसको? मृत्यु त सुदीपको भयो, तर त्यो फोन कलले कसको संकेत गरिरहेको थियो? के सुदीपका बाँकी साथीहरू पनि अब यो भयानक बदलाको शिकार बन्लान्? र सबैभन्दा ठूलो प्रश्न, के यो साँच्चै कुनै आत्माको खेल हो वा कसैले रचेको एकदमै चलाखीपूर्ण षड्यन्त्र? यसको जवाफ त अब अर्को भागमा मात्रै थाहा होला।